टिकटकभरि चिकन अचार भाइरल भएर पनि कन्ट्रोभर्सी आइसकेछ। तर मैले आजसम्म ट्राई गरेको छैन, त्यही भएर आज चाहिँ म आफै बनाउँछु भनेर चाहिँ बनाउँदैछु। हेरौँ है त कस्तो बन्छ। फर्स्टमा चाहिँ मैले बोनलेस चिकनलाई लिएर मसिनो गरेर काटेँ। अनि त्यसपछि नुन, बेसार, रातो खोर्सानी र ब्ल्याक पेपर हालेर चाहिँ म्यारिनेट गर्दैछु। अनि यसलाई चाहिँ 1 घन्टा जतिको लागि छोडिदिएँ। अनि मासु चाहिँ म्यारिनेट हुन्जेलसम्मको लागि चाहिँ मैले यता मसला रेडी गर्दैछु। मसलामा चाहिँ जिरा, धनियाँ, टिमुर, तोरी अनि ज्वानो अनि मेथी हालेर चाहिँ मजाले फ्राई गरेँ सुरुमा। अनि त्यसपछि मिक्सचरमा पिसिदिएँ। अनि रातो खोर्सानी चाहिँ मैले उमालेर चाहिँ अनि त्यसलाई पनि मिक्सचरमा पिसिदिएँ। अनि चाहिँ फेरि अघि म्यारिनेट गरेको मासुलाई चाहिँ अब हामी फ्राई गर्छौँ है। अनि फ्राई गरेर यतिको रातो हुन्जेलसम्म चाहिँ फ्राई गर्नु होला। अनि त्यसपछि चाहिँ अघिको सबै मसलाहरू चाहिँ अब मासु अनि एकै ठाउँमा चाहिँ पकाउने। मैले सुरुमा मेथी हालेँ, अनि सानसानो गरेको लसुन र अदुवा, अनि तेजपत्ता पनि राखेको छु, अनि अघि पिसेको मसला अनि खोर्सानी है। यो खोर्सानी मेरो मिक्सरले चाहिँ त्यस्तो मसिनो गरेर पिसेन, त्यही भएर यस्तो भएको छ। अनि त्यसपछि चाहिँ अलिकति नुन हाल्नु होला स्वाद अनुसार है। अनि लेमन, अनि चाहिँ मासु हालिदिने। अनि मजाले मिक्स गर्ने, सबैतिर लाग्ने गरेर मिक्स गर्नु होला। लामो समयसम्मको राख्नको लागि चाहिँ अलिकति भिनेगर पनि हाल्नु होला। मैले पनि एड गरेको छु। अनि हाम्रो चिकन अचार चाहिँ रेडी भयो। एकदम मिठो भएको थियो। ट्राई गरेको पनि हजुरहरू पनि ट्राई गर्नु होला।